तपाईँ टिकटकमा भिडियो बनाएर रमाउनुहुन्छ? यदि हो भने अब तपाईँको यो सोखले तपाईँलाई एउटा सेलिब्रिटी मात्र होइन, राष्ट्रिय जिम्मेवारी पूरा गर्ने अवसरसँगै मोटो रकमको पुरस्कार पनि दिलाउनेछ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आह्वान गरेको छ। निर्वाचनको माहौल तताउन र मतदातालाई रमाइलो शैलीमा शिक्षा दिन आयोगले यो नयाँ जुक्ति निकालेको हो। कस्तो भिडियो बनाउने? भिडियो 1 मिनेटको हुनुपर्नेछ। यसमा तपाईँले निम्न विषयहरू समेट्न सक्नुहुन्छ। 1. चुनावको आवश्यकता र महत्त्व। 2. मतपत्रमा सही तरिकाले छाप लगाउने विधि। 3. कस्तो उम्मेद्वार छनौट गर्ने? मतदाताको अधिकार। 4. निर्वाचन आचार संहिताको पालना। 5. मतदाताको कर्तव्य र मतदानको सामान्य जानकारी। के छ त पुरस्कार? प्रतियोगितामा उत्कृष्ट हुने भिडियोहरूले नगद पुरस्कार र प्रमाणपत्र पाउनेछन्। प्रथम पुरस्कार रु 50,000, द्वितीय पुरस्कार रु 30,000, तृतीय पुरस्कार रु 20,000। नोट: सबैभन्दा धेरै भ्युअर्स र गुणस्तरका आधारमा विजेता छानिनेछ।